Hello guys, welcome to my YouTube channel. आजको बिहान मर्निङ वक हामी दुई भाइ यहाँ हुन्छ घले दाजु र हामीसँग एकजना नारायण महतो उहाँ चाहिँ हुनुहुन्न अहिले, उहाँ जाउनु भएन र बिहानको वक हामी मटिगडापट्टि यो चाहिँ जङ्सनको फ्लाइओभर जहाँ चाहिँ मुनि एउटा ट्रेन आज के लेट हो गए थे। आज चाहिँ अलिक ढिलो भयो तर पनि ठिकै छ, वेदर राम्रो छ। वेदर तपाईँले हेर्न सक्नुहुन्छ, यस्तो छ आजको वेदर। यो जङ्सनको रेल स्टेसन, यो रेल स्टेसन हो र दुई भाइ हिँडिरहेको छौँ। वेदर चाहिँ साह्रै राम्रो छ। र सबैलाई यो भन्नु चाहन्छु, वक गर्नु चाहिँ साह्रै नै राम्रो हो। निन्द्रालाई अभोइड गरेर बिहानै उठेर चाहिँ तपाईँले 1 घन्टा जस्तो पनि वक गर्नुभयो भने चाहिँ शरीरको लागि साह्रै राम्रो हो। र म सबैलाई नै यो नै यहाँबाट आह्वान गर्न चाहन्छु, रिक्वेस्ट गर्न चाहन्छु कि उठ्नुहोस्, बिहान छिटै उठेर वकमा निस्किनुहोस्। जिउको लागि चाहिँ साह्रै राम्रो। के कसो भन्नु दाजु? राम्रो हो। हामी कति वर्ष भयो हिँडेको? म त 18 वर्ष भयो अन्त उहाँ दाजुको त झन् 18 वर्ष भयो वक गरेको। हजुर, म पनि बहुतै भयो गरेको र राम्रो हो वक गर्नु चाहिँ। र सबैलाई यही नै भन्नु चाहन्छु म। र अहिले हामी मटिगडापट्टि जाँदैछु। मटिगडा यो गेट बजारको बाटो हो। यो टर्निङबाट यस्तो भएर सो गाइस, अहिले तपाईँलाई फेरि म अपडेट गराउने छु। अहिले यतिलाई, बादमा फेरि म तपाईँलाई भिडियो